कसैलाई पनि नभनेर, कसैलाई पनि थाहा नदिएर बिहान 4 बजे म हजारौं किलोमिटर टाढा जाने तर्खरमा छु। म गोप्रो माउन्ट गर्दैछु, तर मनमा एउटा प्रश्न छ, म सही गर्दैछु या गलत? एउटा महापुरुषले भनेका थिए, जो होगा देखा जाएगा। त्यही वचनलाई आत्मसात गर्दै म आफ्नो निर्णयमा अडिग रहे। यो कुरा बारे कसैलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन, ऊ बाहेक। मिट हिम, ही इज आशिष। यो यात्रा हामी दुईटाले सँगै तय गर्नेवाला छौँ। शीतले भिजेको बाइक, चिसो मौसम, जताततै हुस्सुले ढाकिएको देख्दा यो यात्रा गर्न अलि सजिलो होला जस्तो त लागेको छैन, तर पनि यात्रा त गर्नै पर्यो। यात्रा पूर्व विश्वकर्मा बाबा, आफ्नो कुल देवता र भगवानलाई त सम्झिनै पर्यो। लेट्स स्टार्ट। पुरा बिहानै क्यामेरा रेडी बनाएर। उहाँ पनि हाम्रो फेसबुकमा एकदम परिचित मान्छे हुनुहुन्छ। आराम भइसिन्छ। के छ खाना खान्छु? हाम्रो त यात्रा अलि टाढै हुन्छ अहिले त नेपालगञ्जसम्म। टार्गेट चाहिँ लगभग 10 बजे चाहिँ हामी नेपालगञ्ज पुगौँ भन्ने चाहिँ मेरो टार्गेटै हो। टार्गेट जे बनाए पनि पुग्न त हामी नेपाली टाइममै पुग्यौँ। नेपालीको बानी नै छ नि ढिला गरिहाल्ने। हामी पनि बाटोको सुन्दर दृश्यहरू हेर्दै रमाउँदै राइडलाई इन्जोय गर्दै अगाडि बढ्यौँ, जसले गर्दाखेरि ढिलो चाहिँ भइ नै हाल्यो। चिसो मौसममा चिसो आइसक्रिम खानुको मजा पनि बेग्लै हुँदो रहेछ। जति जति बोर्डर नजिक आउँदै थियो, नेपाली बाइक इन्डियामा गुडाउने हाम्रो एक्साइटमेन्ट र खुसी एकदमै बढ्दै थियो। तर त्यो एक्साइटमेन्ट धेरै बेर टिक्न सकेन। नेपालदेखि इन्डिया बाइक वा गाडी लैजाँदा काठमाडौँ एमबिसीदेखि पर्मिट बनाउनु पर्दो रहेछ, तर इन्डियादेखि नेपाल आउँदा बोर्डरमै पर्मिट बन्दो रहेछ। अनि अलिकति स्याड भएर फेरि हामी फर्क्यौँ नेपालगञ्ज। हेर्दै गर्नुहोस् हाम्रो यात्रा बाइकदेखि पैदल यात्रा अब बससम्म हुन्छ। त्यसपछि के हुने हो, कहाँसम्म हुन्छ थाहा छैन। अटो खोज्छ भन्छ हामीलाई। त्यसपछि के थियो, हामीले बाइकलाई नेपालगञ्ज सब्जी मन्डीमा राखेर हामी चाहिँ अटोमा बसेर लाग्यौँ बोर्डरतर्फ। मलाई चाहिँ डर लागिरहेछ, किनभने मैले घर सोधेकै छैन। मलाई मारेल हुन्छ पक्का हो। यो भिडियो हेरेँ त म मर्नेवाला छु होइन। झन् काठमाडौँ जाने। तर अब के गर्ने, रहरको अगाडि डर सर भन्ने मर्दो रहेछ। फर्स्ट टाइम जान लाग्छु है इन्डिया, यहाँको खासमा, यहाँको भरमा। मैले लगिनु बेचिदिनुवाला छु। मलाई नबेच्नु है। राम्रो मूल्य पाइयो भने स्वाट बेचिदिनु। तिम्रो त्यही धेरै होइन, 1000-1500 जति आइसिमा। मेरो किडनी ठिक छैन, त्यति पनि जान्ने होला। त्यति त यस्तो कतै कन्ट्याक्ट गर्ने मिल्छ होला। कोही छन् भने 1500, 1000, 2000 आइसिमा। मेरो किमत 1000। देखो भाई, खाने टाइम में आ गए हम। खाना आइयो है, इंडिया को खाना है। 5 बजेबाट टाइम 8 बजेर 6 मिनट। चिसो मौसममा बसमा यात्रा गर्दा ब्ल्याङ्केट कम्पलसरी छ है। म जस्तै यत्तिकै नआउनु होला, नत्र भने रातभरि जाडोसँग फाइट खेल्नै पर्छ। यति बेला हरिद्वार पुगिसकेका छौँ। हरिद्वारमा चिया खाने भने कहाँनिर हो राम्रो पाइन्छ भने हेर्नु, सब पाइँदो रहेछ, सुर्तीदेखि लिएर सबै चिज।
दो चाय दे दो भैया। पवित्र स्थान हरिद्वारमा छौँ हामी यति बेला। चिया चाहिँ राम्रै हो नि, बबाल हो क्या। पहिला चाहिँ राम्रो लाग्यो मलाई चिया, बल्ल चियामा चाहिँ फिल आयो है, फिल आयो। बल्ल इन्डियाको चिया खाए जस्तो फिल भयो क्या। हरिद्वारको मिठो चिया खाएर अनि फेरि हामी अर्को बसमा लाग्यौँ चण्डीगढतर्फ। अनि साँच्ची म चाहिँ किन चण्डीगढ जाँदैछु भन्ने कुरा हजुरलाई लागेको होला। म एउटा सामान लिन जाँदैछु, त्यो सामान चाहिँ के हो भन्ने कुरा पछि उतै थाहा हुन्छ है। चौबिस घण्टाको लामो बस यात्रापछि चण्डीगढ बस स्टेसनमा खुट्टा टेक्न पाउँदा खुसीको कुनै सीमा नै थिएन। आइयो चण्डीगढ, चण्डीगढ। अटोमा हामी लाग्यौँ मणिमाजरातिर। चण्डीगढ बस्ने मान्छेलाई त यो नाम थाहा नै होला, मणिमाजरा फौजी ढाबा। हाम्रो दोस्त जी उता खोज्दै हुनुहुन्छ हामीलाई यति बेला। मिट हिम, हि इज मिस्टर बिट्टु। हामीले चाहिँ उनलाई मायाले बिट्टु भन्छौँ, एकेए हिमाल कुमार बिट्टु। सी इज एलिका। पाइनएप्पल काट्दै गरेको व्यक्ति हुनुहुन्छ उदय थापा, यानि कि दाई। अनि जसलाई मैले यो फ्रक लगाइदिरहेको छु उसको नाम हो एल्सा, उदय दाईको कान्छी छोरी। अब हामी जान्छौँ कहाँ रे? डिनर जाने हो आज। दाई र बिट्टुले आजको खानाको प्लान बाहिरै गर्नुभएको रहेछ, त्यस कारणले आज हामी जाँदैछौँ बाहिरतिर। ल हामी चाहिँ यहाँदेखि निस्किसकेका छौँ। एन्ड फाइनली मिट हर। उहाँ हुनुहुन्छ आन्टी। आन्टी भन्दा चाहिँ अलिकति इम्बेरेसिङ लाग्छ अरे उहाँलाई, त्यसैले उहाँलाई भनौँ मासीजी। केही समयको यात्रापछि हामी पुग्यौँ कालसाङ, फेमस तिब्बतीन रेस्टुरेन्ट। हामीले त्यहाँ धेरै प्रकारका डिसहरू खायौँ अनि मलाई मन परेको चाहिँ जुसी मोमो, जुन चाहिँ अहिलेसम्मकै मेरो फेभरेट मोमो हो। अहिलेसम्म मैले त्यहाँको जस्तो मोमो खाएकै थिएन। आशिष, बिट्टु अनि म आज जाँदैछौँ 22 सेक्टर मेरो सामानको लागि। यो पसलमा गएर मैले आफ्नो लेन्स देखाएँ। एक्चुअली मेरो किट लेन्समा अलिकति प्रब्लम भएको थियो। साँच्ची म चण्डीगढ आउनुको मेन काम चाहिँ यो होइन है। 30mm को 1.4 चाहिँ लेन्स लिँदैछु मैले। अब क्वालिटी त एकदमै बुस्ट हुनेवाला छ होइन। थ्याङ्क यू सर। म लिन आएको यही लेन्स हो, सिग्माको 30mm f1.4, जुन लेन्स चाहिँ हरेक बिगिनर फिल्म मेकरको ड्रिम लेन्स नै हो। ड्रिम लेन्स किन्न पाउँदाको खुसी तपाईँ मेरो अनुहारमा प्रष्ट देख्न सक्नुहुन्छ।
तर त्यो खुसी धेरै बेर टिक्न सकेन। लास्टमा केही नलगेर जाने अवस्था होइन। म जसको भरमा लेन्स किन्न हजारौँ किलोमिटर टाढा आएको थिएँ उसको कार्डले नै काम गरेन। मेरो ब्याड लक भनौँ या त के नै भनौँ। अनि जहाँ मैले लेन्स रिपेयर गर्न दिएको थिएँ उसले भन्यो म ट्राई गर्न सक्छु तर बन्छ या बन्दैन म भन्न सक्दैन।